हेलो गुड इभिनिङ एभ्रिवान। आज चाहिँ म एकदमै थाकेको छु। लास्टै एनर्जी छैन। थाकेँ। भर्खर आज खायो बिहे हुँदैछ, ट्युसडे हुँदैछ तर पनि थाकेँ। सोमबारबाट मङ्गलबार आइपुग्दै म थाकेँ आज। कहिलेकाहीँ के हुन्छ भने बोल्न पनि नसक्ने एनर्जी नै लस्ट भएको छ। तर पनि कसलाई भनौँ, कहाँ व्यक्त गरौँ, भएको हो कि कोसँग बोलौँ भएको हो या के भएको मलाई थाहा छैन क्या। बिहानदेखि नै एकदम नरमाइलो लाग्यो। बिहानदेखि नै उकुस मुकुस भएको, त्यत्तिकैमा दिन गयो। आज राति भयो, अहिले रातिको 11 बज्न लाग्यो, अझै उकुस मुकुस भइरहेछ। कस्तो रुन मन लाग्यो जस्तो, अनि के भन्न खोजे जस्तो, फेरि कोहीसँग बोल्न नि मन लाग्ने टाइपको है। के हो कुरै बुझ्दिनँ म त।